जलवायु विज्ञ मदन परियारले अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय हाकिरहेका छन्। जेन्जी विद्रोहका कारण सत्ता परिवर्तन भएपछि मन्त्री बन्न पाएका परियारलाई एनजिओधारी मन्त्रीका रूपमा त्यसबेला नै आरोप लागेको हो। तर जस्तो आरोप लागेको थियो उनले कुर्सीमा बसेपछि त्यस्तै व्यवहार गरिरहेका छन्। एनजिओ आइएनजिओ भनेपछि भुत्तुकै हुने कृषि मन्त्री परियारका कारण अहिले कृषि मन्त्रालय कसले चलाइरहेको छ भन्ने चर्चा चल्न थालिसकेको छ। कृषि मन्त्रालयलाई पछिल्लो समय आफ्नो नियन्त्रण लिए जस्तै गरेको संयुक्त राष्ट्रिय सङ्घ खाद्य तथा कृषि सङ्गठनले जसो भन्यो त्यसै गर्न थालेका छन्। हुन त उनी पहिला त्यही एनजिओमा काम गरेका हुन् र मन्त्री पद सकिएपछि पनि आफ्नो एनजिओ चलाउनका लागि सत्ताको दुरुपयोग गरेर सम्बन्ध विस्तारका लागि काम गरिरहेको आरोप लागिरहेको छ। मन्त्री परियारले नेपालको कृषि क्षेत्रलाई ध्वस्त बनाइरहेको एफएओको टाङमुनि बसेर यही क्षेत्रलाई समावेशी र जलवायु उत्थानशील बनाउन सरकार लागिरहेको भन्न पनि भनिरहेका छन्। जलवायु जोखिम बढ्दै गएको भन्दै गत असोजमा भएको असामान्य वर्षाका कारण करिब 868 मिलियन रुपैयाँको आर्थिक नोक्सानी र 10,840 हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको उदाहरण दिने मन्त्रीले त्यसका लागि एफएओले के गर्दैछ जानकारी लिन सक्दैनन्। मन्त्री परियार अहिले एफएओको दासी जस्तै देखिएका छन्। यस्ता मन्त्रीबाट किसान र कृषि क्षेत्रको विकास हुन्छ भनेर ताली ठोक्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु बाहेक अरू केही हुन सक्दैन।